हामीसँग घर छैन, गाडी छैन, बंगला छैन, राम्रा राम्रा गरगहना छैन, सुख सुविधाका त्यस्ता साधन छैन, तर पनि आनन्दको जीवन बिताउन सकिन्छ अध्यात्ममा। मैले के बुझेँ भनेदेखि हामी मानव भइसकेपछि सबैभन्दा अन्तत्वगत्वमा सुरुमा यो गर्ने त्यो गर्ने यस्तो उस्तो हामी चारैतिर रुमलिन्छौँ, तर सबैलाई चाहिने भनेको मन शान्ति र आनन्द। आनन्द भन्दा ठुलो अरू केही पनि छैन। जबसम्म मन शान्ति हुँदैन, हामीले आनन्द त प्राप्त गर्दैनौँ, तबसम्म हामी भौतारी रहन्छौँ, हामीमा हतोत्साहित आउने, डिप्रेसन हुने, फ्रस्ट्रेसन हुने, अनेक खालका समस्याहरूसँग उल्झिने, अनि जुन कर्म गर्दैछौँ त्यो कर्मतिर हाम्रो लगाव नहुने, निरन्तरता नहुने, बिचैमा गएर छुट्ने, त्यस्ता खालका प्रविधिका समस्याहरू चाहिँ आइराख्ने हुन्छन्। त्यसकारण भौतिकवाद भनेको बाहिरी विषय वस्तुमा मात्र अल्झिएर हामी सधैँ समस्यालाई झेल्नुपर्ने, हामी सधैँभरि समस्यासँग अल्झिएर, चुनौतीसँग अल्झिएर, जीवनलाई सधैँभरि मैले गर्न सकिनँ, मबाट भएन, यस्ता खालका क्लेशहरू चाहिँ बटुल्दै हामी असफल भए जस्तो महसुस गर्ने, हामी कता कता आनन्दित नभएको महसुस हुन्छ र सबै कुरा अन्तिममा गएर आनन्दमै जोडिएको हुन्छ। त्यही भएर श्री कृष्ण भगवानलाई सच्चिदानन्दय रूपाय भनेर पनि भन्ने गरिन्छ।